साँझ पख लप्ची बजार लप्चीको गाउँ आलु यहाँ रोपिसकेको छ यहाँ आलु रोपिसकेको छ हेर न रोप्छ आलु सबै नम्बरी होला आफ्नो आफ्नो नम्बरी हो चाइनासँग उछाल्ने कहाँबाट जान्छ नारका सबैको घरमा चाहिँ याक सबैले माथि नै खेत गरेर छैन पालो पालो हो दाजु के छ भेट्यो कता लाने यसलाई माथि पनि जान्छ दाइ ए सामान उतैबाट ल्याउने सामान उताबाट खेप्ने लुम्नाङ खेप्ने होइन त तपाईँको घर चाहिँ कुन चाहिँ ए हो लुम्नाङमा नि छ मैले जाडो महिनामा त तपाईँहरू तल तपाईँ बर्खा लागे पछाडि चाहिँ यहाँ आउने हिउँ परेपछि चाहिँ लुम्नाङ झर्ने लुम्नाङमा यो सबैको घर छ यो सबैको लुम्नाङमा पनि तपाईँको आफ्नै लालपुर्जा छ यहाँ पनि जहिले यो साउन भदौमा पनि यो हिउँ देखिरहन्छ यहाँबाट चाइनाको बजार पुग्नलाई कति घन्टा लाग्छ तपाईँहरूलाई एक दिन है यहाँ यहीसम्म बोर्डरसम्म आउँछ त्यो सिसी क्यामेरा राखेको त्यो छ नि हल्को टावर त्यहाँबाट तपाईँहरू उतै जान्छ समाचार आर्मीले तपाईँहरूलाई समात्दैन तपाईँहरूलाई चाहिँ के जानिदिन्छ उता तपाईँहरूको छोरी चेलीबेटी पनि उता तपाईँको विवाह चाहिँ उता पनि हुन्छ हामी उता गयो तपाईँहरूसँग गयो भने चाहिँ तपाईँ त उताकै कुरा गर्नुहुन्छ नि टिप्टेन कुरा गर्नुहुन्छ नि तपाईँहरू त्यही भएर सबै आउँछ त्यही भएर पो त चिनेको रहेछ ल हामी लाग्यौँ अहिले अनि तपाईँ लुम्नाङ झर्ने अहिले नि राति हिँड्छ यो बिहान अहिले घरमै बस्ने कति बजी जाने बिहान हामी चाहिँ बिहानै जान्छौँ ल हस् तपाईँको नाम के रे निमा ल ल ल